नेप्से परिसूचकमा गिरावट जारी। धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज अनुसार नेप्से परिसूचक 6.31 अङ्कले ओह्रालो लागेर 2705.45 मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 1.48 अङ्कले ओह्रालो लागेर 464.64 मा सीमित भएको छ। कारोबार भएका मध्ये 80 कम्पनीको शेयर मूल्य उकालो लाग्दा 177 कम्पनीको शेयर मूल्य ओह्रालो लागेको छ। यद्यपि 15 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन। कुल 355 कम्पनीको 1,07,08,556 किता शेयर रु 4,04,78,58,084 मूल्यमा खरिद बिक्री भएको छ। कारोबारको आधारमा आफू खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको। यस्तै सिद्धार्थ बैंक, रिलायन्स शिपिङ मिल्स, राव इनर्जी डेभलपमेन्ट र बुङ्ला हाइड्रो शीर्ष 5 भित्र पर्न सफल भएका छन्। नेप्से अनुसार सोपान फार्मास्युटिकल्स, ओपल हाइड्रो पावर, डोल्टी पावर कम्पनी, बुङ हाइड्रो पावर र मेछ्याङ हाइड्रो पावरका लगानीकर्ताले कमाएका छन्। यस्तै सयपत्री हाइड्रो पावर युनिक, नेपाल लघुवित्त, एनआइबी डेभेन्चर, कालिन्चोक हाइड्रो पावर र रिलायन्स शिपिङ मिल्स लगानीकर्ता भने गुमाएका छन्।